पक्नुस् त पुरा भिडियो नहेरिकन जानेहरूको दिन शुभ रहोस्। नमस्ते जोजोलोपा, शुभ प्रभात सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला है। अनि म पनि एकदमै सन्चै छु। बिहानी हेर्नु त राति पानी परेको बिहानीको मौसम क्या बबाल होइन। अनि यसो हिँड्दिउँ न त भनेर आज म चाहिँ बौडेश्वरतिर आएको गाइज होइन। ल हेर्नु त बौडेश्वर कति पछि आएको क्या म होइन। फाइनल्ली अनि आइ पनि पुगेँ म होइन। कालो रालो गर्दै ल फाइनल्ली आइपुगेँ। अनि यहाँ चाहिँ हाम्रो बौडेश्वर महादेव मन्दिरको चाहिँ मन्दिर रहेको छ यहाँ होइन। झरना चाहिँ अहिले खासै ठुलो रहेछ। अलिकति आउनु चाहिँ आइरहेको छ गाइज, तर बबाल आउँछ यहाँ झरना चाहिँ बबालै आउँछ बबालै होइन। मर्निङ वाक यसो हल्का माइन्ड पनि फ्रेस हुन्छ भनेर म चाहिँ आज यसो हिँडेको नि त केटा हो होइन। के छ के हो उफ धेरै पछि हिँडेको गाह्रो पनि भइरहेको छ नि। यहाँ चाहिँ होइन हाम्रो महादेवको शिवलिङ्ग चाहिँ 64वटा शिवलिङ्ग रहेको छ गाइज यहाँ है। अनि सबैजना भिजिट पनि गर्न आउनु होला। अब पानी पर्ने सिजनमा चाहिँ बबालै पानी पर्छ है गाइज। अनि यहाँ चाहिँ सीता माताको पाइला पनि छ भनेर भन्ने गरेको छ है। तल चाहिँ अनि हेर्नुहोस् सिन हेर्न सक्नुहुन्छ है। बबाल छ बबाल हन्टिङ सन्टिङ आउनेहरूलाई पनि सही छ है। यहाँ हन्टिङ ल है। यो चाहिँ सीता माताको पाइला भनेर चाहिँ भनिन्छ गाइज है। यहाँ चाहिँ विशेष भनेको चाहिँ गुफा छ क्या। गुफाभित्र चाहिँ अनि गणेशको, महादेवको, पार्वतीको चाहिँ अनि मन्दिरहरू रहेको छ गाइज होइन। पहिला आउँदाखेरि चाहिँ पुरै अँध्यारो चमेरो क्या मुखबाटै उडेर जाला जस्तो हुन्थ्यो। स्वै आउँथ्यो नि त। अनि क्या बबाल रमाइलो लाग्थ्यो। अहिले चाहिँ बत्ती सत्ती राखेर अनि पानी चाहिँ माथिबाट चुहिरहेको हुन्छ। बबाल छ है बबाल छ। ल तपाईँहरू पनि घुम्न आउनु होला। बौडे गुफा चाहिँ अलिकति पहिला छिर्न अप्ठ्यारो थियो, अहिले चाहिँ सजिलो रहेछ गाइज। गर्मी हेर्नुहोस् त गाइज गुफाभित्र। अहिले त खास चमेरो एउटै भेटेन मैले गाइज, चमेरो एउटा पनि भेटेन है। डक्क गुफा सुफा गएर झर्ना यसो खेलेर म चाहिँ तलतिर झरेँ। अब घरतिर जाँदैछु भनेको डाँडा पाखा क्या रमाइलो लाग्यो क्या मलाई चाहिँ एक्लै भए पनि होइन। सफा सुन्दर अनि इन्भाइरोमेन्ट पनि कुल छ नि त। त्यो राति पानी परेर होला होइन त। त्यसपछि म घर गएँ। अनि फार्ममा गएर चाहिँ फार्ममा चाहिँ अब चाहिँ टक्क लाएर अन्डा डेलिभरी गर्नुपर्ने थियो। अनि अन्डा सन्डा चट्ट लाएर प्याकिङ गरेर चाहिँ म चाहिँ यहाँबाट चट्ट लाएर निस्केँ बजारतिर। पानी पनि सिमसिम पानी पर्ला जस्तो भइरहेको थियो गाइज। त्यो चाहिँ पुऱ्याइदिनु पर्ने थियो नि त, अर्डर आएको थियो। अनि म चाहिँ पुऱ्याउनुतिर लागेँ। अनि आज हाम्रो शनिबार पनि हो, पहिलो हप्ता होइन। अनि हाम्रो समूहको मिटिङ पनि थियो। अनि हाम्रो नन्दु दाजु चाहिँ आज हेयर कटिङ ह्यान्डर चाहिँ हाम्रो भाइकोमा र दामी छ। अनि को त्यहाँ तारकेश्वरतिर हाम्रो कुटुङतिर को हुनुहुन्छ हाम्रो भाइको टक्क लाएर सैलुनमा चाहिँ गइदिनु होला। राम्रो कटिङ छ राम्रो अनि एकदम हाइजेनिक पनि छ है। अनि केटाहरू के गर्दैछ घरभित्र यहाँ हेरेको यहाँ त हामी दारू खाने जक्सन हो क्या केटाहरूको होइन। बिहान हानेर बसिरहेको छ क्या हो भने सरप्राइज केटाहरू सब सुनसान। कोही टाउकोमा हात राख्दै, कोही मोबाइल चलाउँदै, कोही के गर्दै बसिरहेको